स्नेहले छोरो छोपी छ यिनी दुईटाले छोरी छोरी छोपेका छन् स्नेहले छोपेको पाठो हो यिनी दुईटाले छोपेको पाठी पाठी हुन् ल आज म यिनी नानीहरूलाई खुस राख्नको लागि यो खाला भन्ने ठाउँमा आउँछु आज हाम्रो चैत 22 गते अप्रिल 4 तारिक यिनी नानीहरूलाई खुसी राख्नको लागि आएको छु ल यहाँ मलाई चाहिँ छ्याप्छौ क्या तिमीहरूले यो पानीको झरना यस्तो तिमीलाई आए मलाई जो पानीले छ्यापेर आए ल भयो अरू हामी यहाँ बाख्रा पनि लिएर आएका छौँ यी बाख्रा यो ब्यागमा हाम्रो नास्ता छ हेलो ल ल छोरामा ल खेलाऊ ओहो मेरो मोबाइलमा पानी हाल्यो ए भाउ आर्छन् हेर्को यता ए यो पो बुद्धु हो त चिसो भाउ छिरायो यो मेरो बानी लो यसलाई त जाडो भयो रे यहाँ एकैछिन खेल्ला अन्त त छिराओ पो भन्छ यसले त यी बाख्रा पनि ल्याइयो छ यी बाख्रा पनि चर्या छन् यो ब्यागमा हाम्रो नास्ता छ अब अहिले नास्ता खानी हो यो हाम्रो स्नेहा छोरी पो नुहाउनलाई छ र यी ओ अनार त देखा आर्छन् यता खेलको मम्मीले खेलेको देख खेल झरनामा गएर ल आइजाऊ भयो यत्र बेरी यो नानीहरू खेलेको ठाउँ यी तलदेखि मैले माथिसम्म देखाउँछु माथिसम्म यी तलदेखि माथिसम्म ये नीचे से ऊपर तक ये नीचे से ऊपर तक ऊपर से नीचे तक ये जमीन है और ये जगह अभी जो हम खेले थे ये जगह ये ऊपर से आ रहा है ये अच्छी जगह छोटी जगह है पर अच्छी है हाँ सानो ठाउँ छ तर राम्रो ठाउँ छ ये हाम्रा नानीहरू हाम्रो आर्सन छोरो उता उम्मेको छ यो ईशान्त ये स्नेहा ये हाम्रा बाख्रा यी है यहाँ हाम्रा पन्नेजी हुनुहुन्छ यहाँले अरू केही कुरा खानुहुन्न केरा बाइक भेग गयो छ हो र यहाँ हाम्रा पन्नेजी हुनुहुन्छ यहाँ ऊ केरा बाहेक अरू केही खानुहुन्न केरा देखाउनुहोस् न पन्नेजी केरा अरू हामीहरूलाई यहाँ आइस कप छ आइस कप बिस्कुट र यो चाउचाउ छन् हामी चाउचाउ खान्छौँ र यो
खाछौ आइस कप मैले बिस्कुट खाएँ